नेपाल प्रेस्बिटेरियन चर्च चुनिखेल युवा सङ्गतिद्वारा प्रस्तुत गरिएको आजको यस दैनिक उपासनामा उपस्थित हुनुभएका सम्पूर्ण विश्वासीजन, सुनिराख्नुभएका हाम्रा अरू श्रोताजनहरूलाई पनि न्यानो अभिवादन छ। साथै हाम्रो मुक्तिदाता प्रभु येशू ख्रीष्टको नाममा तपाईहरु सबैजनालाई मेरो तर्फबाट जय मसीह। र फेरि पनि आजको उपासनामा म तपाईहरु सबैजनालाई स्वागत गर्न चाहन्छु। र आजको उपासना मैले सुसमाचार मत्ती 5 अध्यायको 5 पदबाट तयार गरेको छु र यसैमा आधारित रहेर मैले मेरो आजको उपासनाको शीर्षक के राखेको छु भन्दाखेरि नम्रता नै साँचो शक्ति हो। डाँडाको उपदेशको तेस्रो शिक्षामा मत्ती 5 अध्यायको 5 पदमा येशू भन्नुहुन्छ, धन्य नम्रहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्। नम्र हुनु भनेको आफूलाई अरूको अघि सानो बनाउनु हो। यही कारणले गर्दा कतिपल्ट हामी नम्रतालाई कमजोर ठान्दछौँ। हामी नम्रताको परिभाषालाई नै परिवर्तन गर्दछौँ। तर नम्रता भनेको कमजोर हुनु चाहिँ होइन है। यो भनेको त परमेश्वरको नियन्त्रणमा रहेको शक्ति हो। आफ्नो इच्छा, अधिकार र शक्तिलाई परमेश्वरको इच्छामा समर्पण गर्नु नै साँचो नम्रता हो, जुन हाम्रो प्रभु येशूले आफै उदाहरण बनी हामीलाई सिकाउनु भएको छ। प्रभु येशू ख्रीष्टसँग सम्पूर्ण अधिकार थियो, तर उहाँ सेवक बन्नुभयो। उहाँले आफ्ना चेलाहरूका खुट्टा धुनुभयो, क्रुसमा टाङ्नेहरूलाई पनि क्षमा गर्नुभयो र पिताको इच्छामा पूर्ण आज्ञाकारी हुनुभयो। उहाँको जीवनले हामीलाई यही सिकाउँछ कि महानता अधिकार प्रदर्शनमा होइन, तर परमेश्वरको इच्छामा समर्पित जीवनमा छ। पुरानो करारमा मूसा नम्रताको एकदमै उत्कृष्ट उदाहरण हुन्। गन्ती 12 अध्यायको 3 पदले पनि उनलाई पृथ्वीमा सबै मानिसभन्दा नम्र भनेर चाहिँ भनिएको छ। नम्र भए पनि मूसा चाहिँ कायर चाहिँ बनेन। उनले फारोको सामना गरे, इजरायली जातिको अगुवाई गरे, मिस्रबाट निकाले र गनगन गर्ने, बारम्बार विद्रोह गर्ने इजरायलीहरूको लागि परमेश्वरसँग उनले बिन्ती राखे। उनको नम्रता आफ्नै शक्तिमा थिएन, तर परमेश्वरमा भरोसा गर्नुमा थियो। मूसाले आफ्नो महिमाको निम्ति होइन, तर परमेश्वरको जिम्मेवारी काम सोचेर अगुवाई गर्नुभएको थियो। यसैले आज हामी विश्वासीले पनि यो महत्त्वपूर्ण कुरालाई सिक्न जरुरी छ कि हामी सेवा गर्नलाई आएका हौं, न कि नाम कमाउन अथवा आफ्नो प्रशंसाको खोजी गर्नलाई। एफिसी 4 अध्यायको 2 पदमा प्रेरित पावलले दीनता, नम्रता र धैर्यसँग एक अर्कालाई प्रेममा सहेर जीवन बिताउन आग्रह गर्नुहुन्छ। अनि यी गुणहरू चाहिँ घमण्डी हृदयमा उम्रदैन। नम्र मानिसले बोल्नु अघि सुन्छ, रिसाउनु अघि धैर्य गर्छ र बदला लिनुभन्दा क्षमा गर्न रुचाउँछ। येशूले नम्र हुनेहरूले पृथ्वीको अधिकार पाउनेछन् भन्नुभएको छ। यो केवल अहिलेको संसारको सम्पत्तिको प्रतिज्ञा होइन, तर परमेश्वरले आफ्ना जनका लागि तयार गर्नुभएको अनन्त उत्तराधिकारको प्रतिज्ञा पनि हो। संसार प्रतिष्ठा र शक्तिको पछि दौडिरहेको छ, तर विश्वासीले परमेश्वरका प्रतिज्ञामा आराम गर्न सक्छ। यसैले हामीलाई अरूसँग तुलना गरेर बाँच्न वा ईर्ष्यामा जलेर जिउनु पर्दैन, किनकि उहाँको प्रतिज्ञा हाम्रो लागि रहेको छ। आज हामी आफैलाई सोधौं, के म घमण्डद्वारा चलिरहेको छु कि परमेश्वरमा समर्पित भएर? के म मानिसहरूलाई प्रभावित गर्न खोज्दैछु कि परमेश्वरलाई प्रसन्न पार्न? के म नाम कमाउनलाई अघि बढेको छु कि परमेश्वरको महिमाको निम्ति? यसैले हाम्रो प्रार्थना यस्तो होस्, हे प्रभु, मलाई नम्रता सिकाउनुहोस्। मेरो जीवनलाई तपाईको सेवामा प्रयोग गर्न सिकाउनुहोस्। मेरो हृदयलाई कोमल, धैर्यवान र आज्ञाकारी बनाउनुहोस्। संसारले नम्रतालाई नदेखे तापनि याद राख्नुहोस्, हाम्रो परमेश्वरले त्यसलाई आदर गर्नुहुन्छ र आफ्ना प्रतिज्ञाहरू हाम्रो जीवनमा पूरा गर्नुहुन्छ। आमेन। हुन्छ त परमेश्वरले हामी सबैलाई आशिष दिनुभएकोस्, परमेश्वरको महिमाको लागि। आमेन।